Hello everyone, सबैजनालाई ह्यापी तिहार। आज चाहिँ हाम्रो तिहारको देउसी भैलो प्रोग्राम छ अनि हामी चाहिँ त्यही जाँदैछौँ। होप इट विल बी भेरी भेरी फन। अनि आज चाहिँ म राइनी भएको छु फर अ डे। यस्तै छ। मैले चाहिँ हामी जाँदैछौँ तिहारको भैलो प्रोग्रामको लागि। देउसी भैलो खेल्नुपर्ने हुन्छ, दाइहरूबाट पैसा झार्नु पर्ने हुन्छ। राम्रो देखेछ योगेश दाइ भन्नु छ तिहारको बारेमा आज मेरो ब्लगमा। ए त्यही हो डलर। वाउ ओ माई गॉड। ल भैलोको लागि चाहिँ हामीले त्यो पैसा लिनुपर्ने हुन्छ है साथीहरू। दुई शब्द जाओस् न त। मिसिन बनायो यता हेरिदेऊ न त। हाई गाडी बिग्रेको छ, सुन्दैछ, दुःख दियो तर अब केही छैन होइन। तिहार मनाउनु पर्छ मजाले। यो चाहिँ निसुको अर्नामेन्ट हो अनि यति नै हो। हामी चाहिँ जाँदैछु। सो प्रिटी, राम्रो देखियो। चाहिँ हाम्रो फुल हो। दिदीले मिलाउँदै हुनुहुन्छ। हाई दिदी। यो चाहिँ मेरो तिहार दिदीले बनाउनु भएको। यहाँ ए सल चाहिँ जाँदैछु म अब तिहारको साथ। तिहारको अब चाहिँ प्रिटी देखियो। अनि यो चाहिँ सबै तास खेल्नेहरूको भिड हो। तास खेल्दै हुनुहुन्छ। ल खेल्छ हाम्रो दुईजना दाजुहरू। सलामी है सलामी। ये होइन म त्यही बार हो। चीयर्स। थ्याङ्क यू आशिष दाई। मेरो चाहिँ यस्तो छ है साथीहरू, लक केही छैन। राइनी तर म चाहिँ होइन, ऊ चाहिँ हामी चाहिँ म चाहिँ राइनी भएको छु। So this is our dining area. मोबाइल मिलाउँदैछ यो मान्छे पनि नाटक पारेर मोबाइल मिलाउँदैछ। Okay, so like I said, this is the time of the year where we celebrate with joy, happiness, but also the Thanksgiving. And we have not yet finished our Thanksgiving, whom we need to recognize. Samita Guru, wife of Roshan Guru. Boleh? Boleh? Kalau boleh kita aja tadi gila tuh.
तामाङ बहिनी निसो कराउनुहुन्छ अरे That includes our Thanksgiving. साथीहरु हाई गर्दै साथीहरु आज प्रोग्राम कस्तो भयो एकदम रमाइलो भयो लस्सी थाकेको छु धेरै नाचेर है अनि वेलकम टु द ब्लग वाउ नाइस यस्तो गर्दाखेरि तीनटा फुलहरुको हातमा हैन पहिलाको फुलहरुको हाँगामा पाइदै तपाई उतिरिन हामी उतार्दिम के हुन्छ दाइ होस् हामी तीनजनालाई पाले भएर तिनीहरु नै तर्छ हामी ल्याउँछौँ टास्क खेलाउन दाइ अस्तिको सँगै चाहिँ पाइम्स फुल चाहिँ पाइम्स तर निसुक्यो अरे यत्रो धेरै फुल राख्ने भात चाहिन्छ घरमा चाहिँ फुल त यति धेरै पाइम तर फुल राख्ने नेपालमा चाहिँ ठाउँ नहोला जस्तो छ हैन वाउ फुलहरुको हातमा फुलहरु वाउ सो हाम्रो चाहिँ तिहारको देउसी भैले पनि सकियो यस्तै भयो होपफुली हजुरहरूले पनि राम्रोसँग मनाउनु होला सबैजनालाई ह्यापी तिहार है ल भन साथीहरु
खै त आउँदै आउँदैन साथी हो देउसी रे म त छ ल कस्तो लेट्स हैन प्रपोजलको ह्यापी बर्थडे टु यु दाइलाई थ्यांक यू दाइहरुलाई दिनु नि त ल अनि के दुईजना दाइलाई दिनु जाऊ बहिनी बहिनी हाम्रो प्याडी दोस्टलाई ढिलै भयो भने अब नेक्स्ट इयर चाहिँ यता गई भएन भने चाहिँ सरलाई हाम्रो टाइममा सबैजनालाई कस्तो अनएक्सपेक्टेड ओइ म त यहाँ क्यामेरा भिडियो बनाउँदैछु ल दाइ र साथीलाई उल्टो हात भयो सोध्नु है प्याक हानेको चाहिँ मैले मेरो आइडिया होइन है सुनको मजा रहेछ लाउनु पर्छ होइन तिमी त अब तिमी त हली नै बस्नु खुकुरीले काट्दिउँ कुकुरले हान्दा पनि हुन्छ यसरी दाइले त फेरि खुकुरी अर्कोतिर हान्नु होला फेरि कङ्ग्रेचुलेसन प्याडी दोस्रो सबैजनालाई काट्नै मन लागेन ल खामै खाम हेलो एभ्रिवान नमस्ते ह्याप्पी तिहार आजदेखि चाहिँ तिहार स्टार्ट भयो आई थिङ्क टुडे इज काग तिहार अनि मैले चाहिँ यहाँ सबै भाँडाहरू बनाइसकेको छु अनि हाम्रो यहाँ चाहिँ अलिअलि सानो तिहार पूजाको डेकोरेसन चाहिँ त्यहाँ गर्नेछु अनि यही हो सो केही छैन सामानहरू पनि पाइन किन्न गएको पनि अनि हियर इज आवर लिटल क्युट सेटअप अनि यो चाहिँ हाम्रो साथीले बनाइदिनु भएको क्यान्डल्स हो थ्याङ्क यू अञ्जली हुँदैछ है तिहारको रमझम लक्ष्मी पूजा आज उसले आफै गएर फलफुलहरू किनेको गाडी बिग्रेर आफै खानाहरू बनाएर म पनि बिजी भएको थिएँ टिका सिका सबै रेडी गरेर घडी सजाउनेदेखि लिएर रमझम सबै बुढीले गरेको हो राम्रो छ यस्तो छ है थ्याङ्क यू सो मच बुढी for looking after our house. Background music हाल्दा हुन्छ क्या लक्ष्मी माताको हामी चाहिँ पूजा गर्दैछौँ लक्ष्मी पूजा
This is our main entrance. अनि यस्तो गरेर डेकोरेट गरेको यो चाहिँ माथि जाने बाटो हो. It looks so pretty अहिले चाहिँ. So हाम्रो घरको डेकोरेसन क्विक देखाउँछु. यस्तो गरेको छौं यहाँ चाहिँ लाइटिङ चाहिँ मैले यसरी क्यान्डल राखेको छु. Here is another decoration. यो चाहिँ झ्यालको यता राखेको. Hello, I am back again. Happy Tihar once again सबैजनालाई. अनि अहिले चाहिँ आज चाहिँ तिहारको टिका लगाउने दिन हो. अनि मेरो चाहिँ काम थियो आज 5 बजेसम्म. अनि कामबाट हामी चाहिँ हाम्रो देजुको हातबाट टिका लगाउन जाँदैछौँ. We are on our way to Feltham. अनि त्यहाँ गएर टिका लगाउने अनि फेरि भोलि बिहान फेरि काम. अब जाने भाइ टिका मनाउने जे गर्नुपर्छ. एकछिन समय पर्ने हुन्छ. फेरि घर जानुपर्ने हुन्छ एकैछिन बसेर. Because we both have works tomorrow. जुन चाहिँ जानुपर्ने हुन्छ हैन. दुईटा ह्यान्डले यस्तो यस्तो गरेर बिनो डेजमा यस्तो यस्तो वर्शिप मी. Yeah, like that. राम्रो प्लेस गर्नु पर्यो. आज पछि त फुलमा फुल अलवेज बी सक्सेस इन योर लाइफ भनेर प्लेस गर्नुपर्छ है. ह्यापी सक्सेस. Good wish. Give us a good blessing. भाउजूले भाउजू त ब्लेसिङ कान सुन्दैन अरे के पछि सुन्नु पर्छ चाहिँ चेलीले यस्तो गर्नुपर्छ अरे के धन्यवाद. दाजु हुनुपर्ने हुनेछ. एक्साइटेड हो. फोटो देख्दैन के भरे हैन फोटोमा बुहारीको राम्रो आउन चाहिँ आफ्नो फ्यामिलीले लुक आफ्टर गर्नु त्यही हो हैन. पैसा धेरै कमाउनु पछि गएर त्यही त हो. पैसा तु फोटो खिच्दै हो त्यहाँ. Hesitate. Don't bother. That's my boy. Yes, Botis. Well done. So we are returning back to our home. अब चाहिँ फाइनली हाम्रो दसैँ तिहार चाहिँ एन्ड भएको छ. एकदम रमाइलो भयो. दसैँ वाज अमेजिङ. तिहार पनि रमाइलो भयो. काम सकेपछि पनि we managed to come here. अनि टिका लगायौँ हाम्रो देजुको हातबाट.